हेलो गाइस आज त टक्क लाएर हामी चाहिँ आज कहाँ जानु लाग्यो केटा हो केटा हामी कहाँ जानु लाग्यो हामी चाहिँ गाइजहरू हामी चाहिँ अहिले कहाँ जानु लाग्यो भने हामी चाहिँ अहिले ट्रेकिङतिर जानु लाग्यो होइन अब चाहिँ हामी हिँड्न लाग्यो होइन गाइजहरू अब हामी चाहिँ होइन अझ सिरान डाँडाको मासतिर छोरतिर आइपुगेका छौँ होइन अनि आज चाहिँ हाम्रो गन्तव्य चाहिँ नागे पोखरीतिर पुग्ने रहेको छ अनि मेरो साथमा सोहेल हाम्रो भान्जा र अगाडि अश्विन यता हेरिदियो नि त अश्विन रहेको छ अब हामी चाहिँ यो हुँदै जान सक्ने सम्भावना चाहिँ धेरै रहेको छ भर्खर हामी धेरै खाना खाएको भएर एकदम अगाएको अवस्था छ र हिँड्न नसके जस्तो फिल भइरहेको छ होइन गाइजहरू अब हामी चाहिँ यो बाटो होला जाने यता चाहिँ खाल्टो परेको छ अनि साथीहरू यहाँ पछाडि चाहिँ सबैजना रेडी हुँदैछ दुम्बादेखि गाइजहरू यहाँ कस्तो बित्ति फुलहरू बाँच्न आएको छ रमाइलो छ नेट चलाएन दुम्बा गाइजहरू अहिले चाहिँ हामी डेस्टिनेसनतर्फ हामी चाहिँ बिस्तारै चलिरहेका छौँ थका लागे त छैन तर हामी स्याहाँ चाहिँ भइसकेका छौँ थका लागे त छैन तर हामी स्याहाँ चाहिँ भइसकेका छौँ यो हरेक बाटोमा राम्रो ढुङ्गा बिछाएको छ सायद हामी उतै डाँडातिर होला पुग्ने नहुन पनि सक्छ है वी डोन्ट नो द एक्ज्याक्ट लोकेसन वेयर सुड वी गो होइन गाइसहरू हामी चाहिँ अहिले रमाइलो गर्दै यता आइपुगेका छौँ होइन अहिले फ्रन्टबाट बनाउँदैछु फ्रन्ट क्यामेराबाट कस्तो देखिरहेको छ गाइज आफ्टर लङ टाइम भिडियो बनाउँदाखेरि बुढो भए जस्तो छौ गाह्रो अब हामी चाहिँ आफ्नो डेस्टिनेसनतर्फ हिँड्दैछौँ अझै लगातार नन स्टप हामी हिँड्दैछौँ पछाडि चाहिँ खतरा बित्तिकै फेरि ओभर स्ट्याटिस चाहिँ हटिहाल्छ के बाटो यस्तो बाटो दिएता हो कताको हेलो गाइज
अहिले चाहिँ हामी होइन एकदम राम्रो ठाउँमा आइपुगेका छौँ घाम पनि दामी लागेको छ हेर्नु होला तपाईँहरू हेर्न सक्नुहुन्छ हेर्नु होला सराबी किनकि बाटो हराएको सबै स्ट्रेसमा छन् सो यो रिस चाहिँ स्वाभाविक कुरा हो र सबैजनालाई मेरो ब्लगमा फेरि पनि स्वागत गर्दछु अनि हामी चाहिँ अहिले यो माथिको देखेको देखे होइन यो सबै डाँडा यो माथिको टुप्पामा पुग्ने रहेछ होइन थाहा थिएन अघि दुईजना केटीहरूले भनेको हो र अब र हामी चाहिँ जान मासतिर जानलाई रेडी हुँदैछौँ हो गाइजहरू हामी चाहिँ अहिले यहाँनिर बसेका छौँ सबैजना हिँड्न नसकेर म त एकदम रिल्याक्स फिल भइरहेको छ म त हिँड्न सक्छु मलाई साथीहरूको माया लाग्यो गाइजहरू अनि हामी यो चाहिँ ओदान पहिलेदेखि थियो अनि हामी चाहिँ त्यसपछि यो दाउरा खोजेर मलाई त केही भएन यहाँ हाम्रो चेतनजीले यहाँ ससेज बनाउन लाउनु भइरहेको छ विथ एचएम एक्सपेरिमेन्ट धेरै धेरै देखाउनु भएको छ आफ्नो कला कैँचीले कैँचीले बनाउनु भएको यस्तो मैले काहीँ देखेको थिइनँ आज देखाऊ आज हामी यता लाभा पारामा लाभा त नि भान्जा खुट्टामा बसेर मुझे खुट्टै निदाइदिसक्यो यार के हुन्न मेरो सरजीले मैले तपाईँको अस्मिन त चलाइदिनु मुझे तेरो धात छैन ठिक एकदम मुझे कुरा पक बेटी अनि मुझे तातो नि भन्छ मुझे ओइ यो अलिक यस्तो गर्ने यार केटा म नबस्ने यार यस्तो थकेला अस्मिनले गर्छ अब थकेला मुझेहरू मुझे खुट्टा खुट्टामा बस्छ यार अलि यस्तो गर्दा अस्मिन त यस्तरी बस्दा अलि यो म्याट तिमीहरूको अलि यस्तो गर्दा खुट्टा बस्छ भयो त ल तपाईँको ल्याउनु न जानु अति यार यस्तो मुझे थकेला यार मुझे गरेँ यार खुट्टा मुझे उसैमा दुख्यो बनान एउटा स्टोरी हाल्न अरू सबै फाल्यो एउटा भिडियोको लागि भइहाल्यो जाडो भयो भान्जा यार मैले भनिरहेको यार खुट्टा गर न यस्तरी बस्छ नि यस्तो पल्टेर यस्तरी चेतन बसेन यतिहरू बस्छ कि लाम्पो ल अब त एकछिन बस अब उयो गर्छ हामी चाहिँ अप्ठ्यारो भयो मुझे उभिनु पऱ्यो यो सर्फी धेरै काट्नु होइन यस अच्छा के सिङ्गे हालिदिनु मुजी त्यस्तै नहाल्न मुजी चिक्नी लम्बाइ अलिक के हो त नि मैले त्यस्तो गरेन यार मान्जा म त हेर्न मुजी लास कि यसले मुजी लास चित्तायो कि मुजी है मुझे खुट्टा मुझे भान्छ चुतिएर खुट्टा मेरो यो खुट्टा त धेरै ठाउँमा त खुट्टा झिन्झेन कि मेरो अति मेरो कस्तो खुट्टा लट्ठा हेर ओहो गाइजहरू छोडै केटाहरूमा आइज भिडियो बिचमा ल अस्बिन के भन्नु चाहन्छ तपाईँ तल जमेको तल कराई तल है नेक्स्ट लेभल घर गएर मैले गर्नुपर्छ दिवाहरू साथीहरू कस्तो लाग्दैछ तपाईँहरूलाई मेरो भिडियो हेर्नु होला यहाँ कस्तो राम्रो दृश्य देख्न सकिन्छ यतापट्टि सनराइज र यतापट्टि हिमालको छेउमा हामी आइसकेका छौँ र हाम्रो यात्रा निकै कठिन थियो र आशा गर्दछु तपाईँहरूलाई मेरो भिडियो राम्रो लाग्छ होला माथि पुग्ने होला जस्तो लाग्छ मलाई त है माथि त्यो फ्ल्याग
झन्डा भएको ठाउँतिर होला र आज म यस्तो गेटअपमा छु जाडो भएर मैले हुडी लगाएको छु होइन यो चाहिँ लालीगुराँसको फुलको पात बोटहरू हुन्छ यस्तो हुन्छ लालीगुराँसको बोट गाइजहरू हेर्न सक्नुहुन्छ नजिकहरूको ब्लग ए ब्लग रे नजिकहरूको ब्लग रे म यहाँ खुसीको मारे के बोलिरहेको छु तपाईँहरू यहाँ हेर्न सक्नुहुन्छ हजुरकोट गाउँपालिका अनि यहाँ चाहिँ पहाडहरू नजिक देखेको छ पहाड हिमालहरू नजिक देखेको छ सबजना यहाँ गएको छ रेडी हुने हिमाल हेर्न सक्नुहुन्छ हेर्न सक्नुहुन्छ हामी हिजो गाइजहरू यहाँ बसेका थियो है अनि हामीलाई यहाँ चाहिँ तर्साइदिएर हामी बसेको तर राम्रो रहेछ ठाउँ के सबै कहाँले बगैँचा जस्तो देख्यो यस्तो हेर्दा राति फेरि यही काँडाले देखायो नि